नमस्कार सबैजनालाई। आज हामी एउटा एकदमै रमाइलो कथामा डुब्नेछौँ। यो कथा यस्तो छ नि जसले हामीलाई त्यो दिनभरि व्यस्तता हुने तर केही कामै नभए जस्तो लाग्ने चक्रबाट बाहिर निस्कने बाटो देखाउँछ। कहिले यस्तो भएको छ, दिनभरि दौडधुप कामै काम, तर दिनको अन्त्यमा फर्केर हेर्दा के गरेँ त आज जस्तो लाग्ने। यदि यस्तो लाग्छ भने आजको कथा नै पक्कै छुनेछ। यो कथा हो डेभिडको, जो ठ्याक्कै यही समस्यामा फँसेका थिए। ल सुरु गरौँ डेभिडको कथाबाट। हेरौँ त उनको त्यो दुष्चक्र, त्यो पासो कस्तो थियो। कल्पना गर्नुहोस् है, रातको 1:30 बजिसक्यो। डेभिड यति थाकेका छन् कि आँखा खोल्न पनि गाह्रो छ, तर पनि हातमा फोन छ, औँला स्क्रोल भइरहेको छ। किनकि दिनभरिको थकाएपछि यही त हो उनको लागि अलिकति आफ्नो भन्ने समय। उनको जीवनको रुटिन हेरौँ न। बिहान 9 बजे उठ्ने, त्यो पनि सधैँ ढिलो। हतार अफिस दौडिने, नास्ता त प्राय छुट्छ। अनि दिनभर इमेल, मेसेज, मिटिङ, यति व्यस्त कि सास फेर्ने फुर्सद छैन। तर दिनको अन्त्यमा प्रगति शून्य। परिवारलाई समय दिँदै 11 बज्छ अनि 11:30 देखि 2 बजेसम्म त्यही फोन स्क्रोलिङ। यो त बर्नआउटको एकदमै क्लासिक केस हो, हैन र? अनि एक रात के भयो भने उनले साइड हसल अर्थात् अतिरिक्त आम्दानीबारे एउटा भिडियो हेरे अनि त्यसमा गएर एउटा कमेन्ट लेखे, अलि व्यङ्ग्यात्मक पारामा। तपाईँ जस्ता मानिसहरू आफै कहिल्यै 9 देखि 5 को काम गर्दैनन्, हामीसँग समय नै हुँदैन। यो कमेन्टले उनको भित्रको निराशा र लाचारीपन छर्लङ्गै देखाउँछ। तर हरेक कथामा एउटा टर्निङ पोइन्ट आउँछ। डेभिडको जीवनमा पनि त्यस्तै भयो। एउटा घटना जसले उनको त्यो निराशावादी सोचमा सानो भए पनि आशाको किरण जगाइदियो। त्यो घटना थियो एउटा पारिवारिक जमघट। त्यही डेभिडका भाइले एउटा घोषणा गरे जसले सबैलाई, खास गरी डेभिडलाई चकित बनाइदियो। उनले भने, मैले जागिर छोड्दैछु। किन? साइडमा सुरु गरेको बिजनेसमा अब पुरै समय दिन्छु। डेभिडको लागि त यो पत्याउनै नसकिने कुरा थियो। अनि जब डेभिडले सोधे कसरी सम्भव भयो यो सब, भाइको जवाफले डेभिडको सोचको ढोका नै खोलिदियो। उनले भने, सबै एउटा किताबको कमाल हो। किताबको नाम दि इफेक्टिभ एक्जिक्युटिभ। त्यही किताबले उनलाई समयलाई यसरी प्रयोग गर्न सिकायो कि जागिरसँगै एउटा सिङ्गो व्यवसाय खडा गर्न सफल भए। यो सुनेपछि डेभिडको मनमा पनि एउटा हुटहुटे चल्यो। उनी पनि त्यो किताब खोज्न निस्किए र यही खोजको क्रममा उनको भेट भयो एकजना अनौठा गुरु डाक्टर बुकसँग। डेभिडले सोचेका थिए एक्जिक्युटिभ भनेको त ठूलो म्यानेजर होला, तर डाक्टर बुकले उनको भ्रम तोडिदिए। उहाँले भन्नुभयो, एक्जिक्युटिभ भनेको त्यो हरेक व्यक्ति हो जसको आफ्नो समयमा अलिकति भए पनि नियन्त्रण हुन्छ। यो सुनेर डेभिडलाई झल्यास भयो। हो त नि, राति 1 बजे फोन स्क्रोल गर्ने कि किताब पढ्ने, त्यो छुनर त मेरै हो। भनेपछि उनी पनि एक एक्जिक्युटिभ थिए, तर सायद प्रभावकारी थिएनन्। अनि डाक्टर बुकले एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा भने, प्रभावकारी हुनु भनेको कुनै जन्मजात प्रतिभा होइन। यो त एउटा अनुशासन हो, एउटा अभ्यास हो जुन जो कोहीले पनि सिक्न सक्छ। यो सुनेर डेभिडको मनमा पहिलोपटक लाग्यो, त्यसो भए म पनि बदलिन्छु कि क्या हो? तर डाक्टर बुकले किताब त्यसै दिएनन्। उहाँले एउटा चुनौती दिनुभयो। यो किताब लिनुअघि एउटा काम गर। उहाँले भन्नुभयो, आउँदो 7 दिनसम्म हरेक घण्टा तिमीले के गर्यौ ठ्याक्कै त्यही कुरा एउटा डायरीमा लेख। भविष्यको योजना होइन, बितेको समयको हिसाब। यो अभ्यासको उद्देश्य थियो डेभिडको समय आखिर जान्छ कहाँ त्यो पत्ता लगाउनु। अब हेरौँ त्यो 1 हप्ताको अभ्यासले डेभिडको सोचमा कस्तो ठूलो परिवर्तन ल्यायो। जब डेभिडले त्यो लगको पाना पल्टाएर हेरे, उनको आँखा खुल्यो। उनले एउटा अचम्मको कुरा पत्ता लगाए। दिनभरिको दौडधुपमा एकमात्र समय यस्तो थियो जुन पुरै उनको थियो, जहाँ कसैको डिस्टर्बेन्स थिएन। त्यो थियो बिहानको समय, अफिसको दिन सुरु हुनुभन्दा अघिको समय। यसपछि डाक्टर बुकले उनलाई काम गर्ने 2 तरिकाबारे बताए। पहिलो हो गतिविधि एक्टिभिटी र दोस्रो हो योगदान कन्ट्रिब्युसन। गतिविधि भनेको ट्रेडमिलमा दौडिए जस्तै हो, व्यस्त देखिने, पसिना आउने तर कतै नपुग्ने। इमेलको जवाफ दिनु, काम नलाग्ने मिटिङमा बस्नु, यो सबै गतिविधि हो। तर योगदान भनेको परिणाममा ध्यान दिनु हो। यस्तो काम गर्नु जसले साँच्चीकै लक्ष्यतर्फ अघि बढाउँछ। प्रभावकारी मान्छेले घण्टा होइन, परिणामलाई हेर्छन्। यो कुरा बुझाउन डाक्टर बुकले एउटा गजबको कथा सुनाए। 3 जना इँटा लगाउने कामदारहरूको कथा। जब पहिलो कामदारलाई सोधियो, के गर्दैछौ? उसले झर्किँदै जवाब दियो, देख्नुहुन्न, इँटा लगाइरहेको छु। त्यसपछि दोस्रो कामदारलाई त्यही प्रश्न सोधियो। उसले अलिक गर्वका साथ भन्यो,
म एउटा पर्खाल बनाउँदैछु जुन पछि गएर चर्च बन्छ। उसलाई आफूले के गर्दैछु भन्ने अलि बढी थाहा थियो। तर जब तेस्रो कामदारलाई सोधियो उसको अनुहारमा बेग्लै चमक थियो। उसले मुस्कुराउँदै भन्यो, म त माथिवालाको घर बनाउँदैछु। हेर्नुहोस् त, काम एउटै हो, तर तेस्रो कामदार सबैभन्दा खुसी, उत्प्रेरित र मेहनती थियो। किनकि उसको काम एउटा ठूलो वाइसँग, एउटा गहिरो योगदानसँग जोडिएको थियो। यो कथापछि डाक्टर बुकले डेभिडलाई 3वटा ठोस कदम चाल्न भने। पहिलो, आफ्नो किन पत्ता लगाऊ तेस्रो कामदारले जस्तै। दोस्रो, काम थप्ने होइन घटाउने। एउटा गर्न छोड्ने सूची स्टप डुइङ लिस्ट बनाऊ। कुन कामले केही फाइदा दिँदैन त्यसलाई आजैबाट बन्द गर। अनि तेस्रो, एउटा मात्र तर सम्झौता गर्ने नसकिने निर्णय ल्याऊ, जस्तै म हरेक दिन बिहान 7 बजे उठ्छु, बस यति। अब डेभिडले यही सल्लाहलाई आफ्नो जीवनमा लागू गरे। अनि त्यसपछिको 1 वर्ष यो यात्रा साँच्चै प्रेरणादायी छ। हेरौँ त्यो एउटा सानो निर्णयले कस्तो कम्पाउन्ड इफेक्ट ल्यायो। पहिलो हप्ता उनले बिहानको समय निकालेर आफ्नो नयाँ बिजनेसको लागि 3वटा लेख लेखे। तेस्रो हप्तामा एउटा वेबसाइट बनाएर इमेल लिस्ट सुरु गरे। 1 महिनाभित्र बिहान 7 बजे उठ्नु उनको लागि पानी पिए जस्तै स्वाभाविक भइसक्यो। अनि ठ्याक्कै 1 वर्षपछि उनको व्यवसायमा 1000 जना भुक्तानी गर्ने ग्राहकहरू थिए। सोच्नुस् त, केवल एउटा निर्णयको शक्ति। अब कथाको अन्त्यमा आइपुगेका छौं। यो एक नयाँ सुरुवातको कथा हो जहाँ डेभिड पुरै बदलिसकेका छन्। एक दिन डेभिड, जो अब एक सफल उद्यमी भइसकेका थिए, उनले एउटा भिडियोमा त्यस्तै कमेन्ट देखे जुन उनले 1 वर्ष अघि आफैले लेखेका थिए। वास्तविक जागिर कहिल्यै नगरेका मानिसहरूले मात्र यस्ता भिडियोहरू बनाउँछन्। तर यसपटक उनलाई रिस उठेन। बरु उनले मनमा नै सोचे, यो मान्छे म 1 वर्ष अघिको जस्तै छ। काश यसले पनि जीवनमा एकजना डाक्टर बुक भेट्टाओस्। यो सोचले उनको बाहिरी सफलता मात्र होइन, भित्री रूपान्तरण पनि देखाउँछ। डेभिडको कथा त यही सकिन्छ। तर अब एउटा प्रश्न हामी सबैको लागि छ। यदि हामीले पनि आफ्नो जीवनमा केही कुराहरूलाई गर्न छोड्ने सूचीमा राख्ने हो भने त्यो सूचीमा के कुराहरू पर्लान्? एकपटक सोचौँ त।